अब यो क्वेश्चनमा इफ gx is equal to x minus 2 by 3 and hx and is equal to 3x plus 2 prove that the यहाँ gh फंक्शन छ यो भनेको कम्पोजिट फंक्शनको क्वेश्चन हो एन्ड के प्रुभ गर्ने gh इज एन आइडेन्टिटी फंक्शन। आइडेन्टिटी फंक्शन भनेको के हुन्छ भने जस्तै y इज इक्वल टु x हो, यसको मतलब fx भनेको fx इज इक्वल टु x सँग बराबर हुन्छ भने त्यतिखेर के हुन्छ आउटपुट र इनपुट बराबर हुन्छ भने त्यो भनेको आइडेन्टिटी म्याट्रिक हो। त्यो भनेको हाम्रो आइडेन्टिटी फंक्शन, सरी फंक्शन म्याट्रिक होइन, आइडेन्टिटी म्याट्रिक पनि हुन्छ, त्यही भएर फंक्शन हो। अब हामी प्रुभ गर्छौँ। सल्युसन हामीलाई के दिएको छ gx इज इक्वल टु यो एउटा फंक्शन दिएको छ, अर्को फंक्शन हाम्रो hx इज इक्वल टु 3x प्लस 2 दिएको छ, दुईटा हाम्रो फंक्शन दिएको छ। अब प्रुभ के गर्नुपर्छ gh इज इक्वल टु आइडेन्टिटी म्याट्रिक हुनुपर्छ। यसको मतलब g कम्पोजिट फंक्शन x यो र यो भनेको त्यही हो, x इज इक्वल टु हाम्रो भाषामा gx इज इक्वल टु g। अब यहाँ हेर्नु gx भनेको gx को फंक्शन हाम्रो भनेको 3x प्लस 2 हो, 3x प्लस 2 भनेको हाम्रो gx फंक्शन x फंक्शन सरी। अब हाम्रो यहाँ हेरे त gx को फंक्शन gx, अब के गर्ने x को ठाउँमा यो 3x प्लस 2 हाल्ने यो फंक्शनमा, यसको मतलब x को ठाउँमा 3x प्लस 2 अनि -2 को -2 डिभाइड 3 यो र यो क्यान्सल हुन्छ अनि 3x बाई 3 अनि यो 3 क्यान्सल अनि हाम्रो के आयो x आयो। यसको मतलब gh x इज इक्वल टु x आयो। जे इनपुट हाल्यो यहाँ x हाल्यो, यहाँ आउटपुट पनि के छ x छ। यसको मतलब हेन्स प्रुभ if fx is equal to x square minus 2x and gx is equal to 2x plus 3 and f o g अनि g को इन्भर्स x is equal to यसको यो फंक्शन यो इज इक्वल टु यो छ भने देन फाइन्ड द भ्यालु अफ x, यो x को भ्यालु के हुन्छ त्यो निकाल्ने। अब यहाँ हेर्नु f भनेको f फंक्शन छ, यहाँ f भनेको f फंक्शन यो f हो f फंक्शन अनि यहाँ यसको के छ g को इन्भर्स छ, g को इन्भर्स भनेको जी फंक्शन अफ जी को इन्भर्स। सबभन्दा पहिला अब हाम्रो यो जी फंक्शन को इन्भर्स निकाल्ने, इन्भर्स फंक्शन निकाल्ने। जी एक्स इज इक्वल टू 2x प्लस 3 अनि यहाँ के गर्ने जी एक्स इज इक्वल टू हामी के मान्ने y हो, जी एक्स इज इक्वल टू y मान्ने यहाँ अनि y is equal to 2x plus 3 और interchanging x and y we get अब के गर्ने यो x को ठाउँमा y अनि y को ठाउँमा x हाल्दिने, यो इक्वेसनमा इन्टरचेन्ज गर्ने। अब x y को ठाउँमा x अनि यो 2 को 2 अनि यो x को ठाउँमा y प्लस 3। अब फेरि जुन इन्टरचेन्जिङ गर्दाखेरि y को भ्यालु आउँछ त्यो भनेको इन्भर्स फंक्शन हुन्छ हाम्रो। अब यहाँ भनेको x माइनस 3 यो छ माइनस इक्वल टु 2y अनि y इज इक्वल टु x माइनस 3 बाई 2 आउँछ। यो भनेको हाम्रो के हो gx फंक्शन को इन्भर्स फंक्शन हो। यसको मतलब फंक्शन अफ gx इन्भर्स फंक्शन भनेको x माइनस 3 बाई 2 यो हाम्रो इन्भर्स फंक्शन आयो। कसको यो gx को इन्भर्स फंक्शन भनेको यो हो। अब हामीलाई के निकाल्नु पर्छ कम्पोजिट फंक्शन निकाल्नु पर्छ। हाम्रो g माइनस इन्भर्स फंक्शन के आएको छ x माइनस 3 बाई 2 आएको छ। यो क्वेश्चन भनेको लङ क्वेश्चन हो, इम्पोर्टेन्ट भेरी इम्पोर्टेन्ट छ फोर एक्जाम को लागि, एसई एक्जाम को लागि। अब यो भनेको हाम्रो यति आएको छ। अब हामीलाई एफ ओ होइन यो कम्पोजिट फंक्शन हो, x इज इक्वल टु एफ अनि g इन्भर्स x त्यस्तो पनि लेख्न पाइन्छ। अब f को f राख्दिने अनि यो फंक्शन को कति छ x माइनस 3 बाई 2 छ। अब यदि x ठाउँमा x माइनस 3 बाई 2 छ भने
अब एफएक्स फंक्सन हाम्रो के छ एफएक्स फंक्सन भनेको हाम्रो एफएक्स फंक्सन भनेको एक्स स्क्वायर माइनस 2x अब के गर्ने एक्स हुँदाखेरि एक्स स्क्वायर हुन्छ अनि 2x भयो त्यस्तै एक्स माइनस 2 एक्स माइनस 3/2 हुँदाखेरि के हुन्छ अब यो एक्सको ठाउँमा के हाल्ने हामी एक्सको ठाउँमा एक्स माइनस 3/2 हाल्ने यहाँ एक्स माइनस 3/2 अनि त्यसको स्क्वायर माइनस 2 एक्स माइनस 3/2 यो भनेको एक्स माइनस 3 को होल स्क्वायर बट्टे 4 माइनस अनि यो र यो क्यान्सल हुन्छ एक्स माइनस 3 हुन्छ ठिक छ अब के गर्नुपर्छ भने यो एक्स माइनस 3 को होल स्क्वायर माइनस अनि यो यहाँ जान्छ भने 4 एक्स माइनस 3 अनि तल भनेको 4 रेसनलाइज गर्ने अनि एफओजी माइनस यसको भ्यालु कति छ हाम्रो 3 दिएको छ यहाँ हाम्रो कति दिएको छ यहाँ लेख्नुपर्छ एफ कम्पोजिट फंक्सन इन्भर्स इज इक्वल टु कति छ 3 यसको भ्यालु 3 छ भने यहाँ पनि 3 हुन्छ हो अब यहाँदेखि फेरि यहाँसम्म ठिक छ 4x माइनस 3 इसको स्क्वायर अब यहाँदेखि फेरि 3 इज इक्वल टु एक्स माइनस 3 को होल स्क्वायर माइनस 4x माइनस 3 को अनि डिभाइडेड 4 यो 4 यो साथ जान्छ भने 12 हुन्छ 3 4 जा 12 एक्स माइनस 3 को होल स्क्वायर माइनस 4 अनि एक्स माइनस 3 अब 12 अब यहाँ हेर्नु एक्स माइनस 3 को होल पावर भनेको 2 भनेको यो 2 टाइम्स जस्तो एक्स स्क्वायर भनेको एक्स इन्टु एक्स हुन्छ त्यस्तै यहाँ पनि छ एक्स माइनस 3 लाई के गर्नु कमन लिनु नत्र के गर्नु स्क्वायरको फर्ममा लेख्नु एक्स स्क्वायर माइनस 6x प्लस 9 यानी माइनस 4x प्लस माइनस प्लस माइनस माइनस प्लस 12 अब यहाँ हेर्नु 12 एक्स स्क्वायर माइनस 6 अनि माइनस 4 भनेको माइनस 10x ठिक छ अनि प्लस अनि यो 12 र यो 12 के हुन्छ क्यान्सल हुन्छ यहाँ भनेको हाम्रो 9 मात्रै आउँछ अब यहाँ भनेको अब 0 12 यो साथ हुन्छ भनेको 12 माइनस 12 भनेको 0 अब 9 एक्स स्क्वायर माइनस 10 को पावर एक्स इक्वल 10 को पावर एक्स स्क्वायर माइनस 10 एक्स 9 इक्वल टु 0 अब यहाँ भने यहाँबाट सब गर्दाखेरि दुईवटा एक्स को भ्यालु आउँछ एउटा पोजिटिभ अब यहाँ एक्स स्क्वायर एक्सलाई अब के गर्नु फ्याक्टराइज गर्नु एक्स स्क्वायर माइनस एक्स छ भने 9 प्लस 1 प्लस 9 इक्वल टु 0 एक्स स्क्वायर माइनस 9x माइनस 1x प्लस 9 इक्वल टु 0 यहाँसम्म एक्स अब यहाँदेखि एक्स यहाँ के कमन छ एक्स कमन छ एक्स माइनस 9 अनि यहाँ के कमन छ माइनस 1 कमन छ एक्स माइनस 9 इक्वल टु 0 अब एक्स माइनस 1 एउटा आयो अनि एउटा यो x माइनस 9 इक्वल टु 0 यहाँ और लेख्नुपर्छ और अब आइडर x माइनस 1 इक्वल टु 0 या त यो 0 हुन सक्छ या त यो 0 हुन सक्छ एउटा x को भ्यालु के आयो 1 आयो अर्को आइडर x माइनस 9 इक्वल टु 0 अर्को x इक्वल टु 9 या त x भ्यालु 1 हुन सक्छ या त x भ्यालु 9 हुन सक्छ त्यहीले 3 नम्बरमा इफ fx इक्वल टु x बाई 3 प्लस 2x एन्ड fx इक्वल टु f को इन्भर्स फंक्शन अफ x इक्वल टु फंक्शन अब त्यही फंक्शनको यसको इन्भर्स दुईटै इक्वल टु छ भने फाइन्ड द भ्यालु अफ x निकाल्ने सोलुसन सबभन्दा पहिला हामीलाई के निकाल्नु पर्छ fx त हामीलाई दिएको छ यो fx भनेको हाम्रो x 3 प्लस 2x हो ठीक छ
अनि हामीलाई निकाल्नुपर्छ यसको इन्भर्स अनि इक्वल दुईटैलाई के गर्नुपर्छ इक्वल गर्ने अनि फाइन्ड द भ्यालु अफ एक्स निकाल्ने फाइन्ड द भ्यालु अफ एक्स हो यहाँ एउटा लेखिहाल्नु यो भनेको हाम्रो के हो y को बराबर हुन्छ y इक्वल टु एक्स 3 + 2x अब यहाँ लेख्नु इन्टरचेन्ज इन x and y we get अब x को ठाउँमा y को ठाउँमा x इक्वल टु यसको ठाउँमा y प्लस इक्वल 3 + 2y अब हामीलाई के निकाल्नुपर्छ y निकाल्नुपर्छ अब x 3 + 2y इक्वल टु y हुन्छ अनि यहाँ भनेको मल्टिप्लाई गर्नु 3x + 2x अनि y इक्वल टु y हुन्छ योसँग यो मल्टिप्लाई हुन्छ योसँग यो मल्टिप्लाई हुन्छ ठिक छ अब के गर्नु y टर्मलाई एक ठाउँमा लेख्नु y टर्मलाई के लेख्नुपर्छ 3x इक्वल टु y - 2xy अब यहाँ हेर्नु y - 2xy इक्वल टु 3x छ भने यहाँबाट y कमन आउँछ y कमन आउँदाखेरि 1 - 2x इक्वल टु 3x हुन्छ अनि यो 3x अनि 1/3x डिवाइड 1 - 2x आउँछ यो भनेको हाम्रो के हो इन्भर्स फंक्सन हो यो भनेको f इन्भर्स x इक्वल टु 3x 1 - 2x यो फंक्सन आयो अब के गर्नु यो हाम्रो इम्पोर्टेन्ट अब यहाँदेखि अकॉर्डिंग टू क्वेश्चन अनुसार चाहिँ हाम्रो f x इक्वल टु f इन्भर्स x इक्वल टु अब यहाँ हेर्नु दुईटैलाई के गर्नु x दुईटैलाई इक्वल गरिदिनु अब यसको इन्भर्स कहाँ छ हाम्रो यहाँ छ यसको इन्भर्स हामीलाई के आएको छ 3x/1 - 2x यो हाम्रो fx इन्भर्स को कति आएको छ 3x 1 - 2x ओ दुईटैलाई इक्वल गर्दाखेरि अब सल्भ गर्नु योसँग क्रस मल्टिप्लाई गराउनु 1 - 2x इक्वल टु 3x 3 + 2x अब यहाँ मल्टिप्लाई गर्दाखेरि x × 1 भनेको x अनि x × 2x भनेको 2x² इक्वल टु 3x × 3 भनेको 9x प्लस 3x × 2x भनेको 6x²। अब सबै टर्मलाई एक ठाउँमा लेख्नु और 6x² प्लस 9x यो सजान्छ भने प्लस 2x² यो भनेको प्लसमा छ भने यो सजान्छ माइनस x इक्वल टु 0 और 6x² प्लस 2x² 8x² 9x माइनस 1x प्लस 8x इक्वल टु 0 अब यहाँबाट के कमन आउँछ 8x कमन छ अनि x प्लस 1 इक्वल टु 0 अब यहाँदेखि आइदर 8x इक्वल टु 0 इट मिन्स x इक्वल टु 0 आयो किनभने x इक्वल टु 0 बाट 8 भनेको 0 नै हुन्छ ठिक छ आइदर x प्लस 1 इक्वल टु 0 x इक्वल टु -1 यो सजान्छ भने -1 या त x भ्यालु 0 हुन्छ या त x भ्यालु -1 हुन्छ त्यही आन्सर हो।